त्यो पिक्चर देखिरहनु पर्छ त्यो पिक्चर चाहिँ पहिलेको भनौँ न है पहिलेको भयो अनि अहिले उता चाहिँ अब रिइन्कर्नेसन 2 को अवतारमा होइन उहाँले जुन यता यता अहिले पेनुरुम बसे पेमन्दुरुम बसे भनेर भनिन्छ उहाँले जब पहिले स्थापना गरेको पहिले यो घर मात्रै थियो यो स्टाब्लिस थियो यो घर मात्रै यो यहाँबाट चाहिँ अहिले जति पनि यहाँ टिचिङहरू दिनुहुन्छ त्यो सबै चाहिँ यहाँबाट नै उहाँ अब स्वयंले नै गर्नुहुन्थ्यो यो पहिले चाहिँ यो सबै जङ्गल अनि जङ्गल हुँदैथ्यो अनि रुमछेले चाहिँ अब उहाँको भविष्यवाणी भनौँ न भविष्यवाणी चाहिँ पछि यो ठाउँ चाहिँ एउटा तीर्थको लागि चाहिँ एकदमै महत्त्वपूर्ण ठाउँ हुन्छ भनेर उहाँले चाहिँ त्यो खालको एउटा भविष्यवाणी गर्नुभएको थियो कि अब योभन्दा भनौँ न 1998मा यो स्थापना गरेको बनिसकेपछि लगभग अब 27 वर्ष भनौँ न 26 कहाँ 28 वर्ष भनौँ न अनि अब अहिले यसो हामीले मध्यनजर गर्दाखेरि चाहिँ हामी लगभग हामी जति पनि